हेलो एभ्रिवान, तासी दिलेक वेलकम ब्याक टु माई च्यानल है। अन्त म चाहिँ ब्याग प्याकिङ गर्दैछु है। म चाहिँ जाँदैछु होली प्लेस है। तपाईँहरू पनि हेर्दै गर्नुहोस् होला, म भिडियोहरू अपलोड गर्दै गर्नेछु है। त्यहीँ पुगेर मेरो डेस्टिनेसनमा पुगेर तपाईँहरूलाई देखाउनु छु म चाहिँ कहाँ गएको भनेर है। अन्त यसरी चाहिँ छिटो छिटो गरेर प्याकिङ गरेँ है। म चाहिँ जाँदैछु, म मेरो दुईजना नानी अन्त आमा अनि मेरो बडी आमा जाँदैछ है। यो चाहिँ चेन लाउनु नसकेर आगेले सकाइदिनु भयो होइन। इट्स रेडी है। अन्त यो स्लिपिङ ब्याग पनि लानुपर्ने हुन्छ होइन। अन्त छिटो छिटो आएर चाहिँ खाना खाएँ, बिहानको खाना है। बिहानको खाना खाइसकेको बादमा अब सानासिनिक त्यही हुन्छ है। छिटो छिटो गरेँ। अन्त म चाहिँ प्याकिङ हुनु चाहिँ हामी 2 तारिक जान्छौँ होइन। म चाहिँ प्याकिङ अहिले नै स्टार्ट गर्दै गरेको, किनभने कतिपय कुराहरू हामी बिर्सिन्छ नि त होइन। त्यही भएर मैले अगाडि नै प्याकिङ गर्दै गरेको है। अन्त मलाई ब्याग चाहिएकोले गर्दाखेरि चाहिँ नानीको लुगा सबै बाङबुङ भएर पटाउँदै यो चाहिँ भेटेँ है। पहिला हामीले स्कुल है सक्दाखेरि पनि हामीले यस्तै गरेको थियो होइन। त्यही दिनहरू याद आयो है। अन्त मैले झोला पनि निकालेँ है। झोलामा चाहिँ स्लिपरहरू हाल्नुपर्ने थियो है। अन्त बिहानको काम त्यही हुन्छ है। अन्त सबै सकेको बादमा चाहिँ बेडसिटहरू धुनु लागि निकालिदिएँ है। निकाल्दै अब घरको काम यस्तै हुन्छ है। अन्त निकालेको बादमा चाहिँ सबै धुनु लागि निकालिदिएँ, पिलो कभरहरू सबै है। अब म धेरै दिनको लागि जाँदैछु है। अन्त केटाहरू भएको घरमा है, अलिकति केटाहरूले त बेडसिटहरू चेन्ज गर्दैन, पिलो कभरहरू है। त्यही भनेर चाहिँ मैले चेन्ज गरिराखिदिएको है। अन्त मेरो हस्बेन्डले चाहिँ खाना तिउन चाहिँ एकदमै दामी बनाउनुहुन्छ कि, तर चाहिँ सनाकसिनिक चाहिँ त्यस्तो गर्दैन है। मलाई फेरि अरूले गरेको कामहरू चित्त नै बुझ्दैन है। फेरि म यसरी रिपिटै गर्दैछु फेरि पनि है। अन्त मेरो चाहिँ त्यस्तो छ बानी है। त्यहाँदेखि अलिकति थाकेको जस्तो भयो, त्यहाँदेखि चाहिँ मिठो चिया बनाएँ है। अन्त आजको मौसम हेर्नु सक्नुहुन्छ, एकदमै चिसो धुम्म भइरहेछ है हाम्रो राबुङतिर चाहिँ। अन्त यो टोइलेट ब्याग चाहिँ मैले किनेको 6 मन्थहरू भइछ है। अन्त मैले ठुलो चाहिँ युज गरिसकेको थिएँ है। सानो चाहिँ यस्तै ट्राभलहरू गर्दा है, ट्राभलहरू गर्दा त अब मेडिसिनहरू त बोक्नै पऱ्यो, ठुलोको सानोको है। नानीसँग जाँदैछु त्यही पनि है, दबाई त बोकिराख्नुपर्छ है। अन्त नानीको हेयर क्लिपहरू पनि हालिदिएँ यसरी है, केसहरू टाई गर्नु लागि। अन्त सबै यो प्याकिङ गरिसकेँ, सोच्दै हाल्दै थिएँ। अन्त म चाहिँ होली प्लेस जाँदैछु है। त्यही भएर मैले मेकअपको सामान चाहिँ बेसी लिएको छुइनँ है। होली प्लेस जाँदा चाहिँ एकदमै सिम्पल नै बसेको राम्रो जस्तो लाग्यो है। राम्रो पनि देख्छ है। त्यही भएर मैले यो इम्पोर्टेन्ट चाहिने मात्रै लिएँ है मैले मेकअपमा पनि। अन्त यसरी चाहिँ प्याकिङ पनि गरिसकेँ। त्यहाँदेखि सानो पनि प्याकिङ गरिसकेँ। त्यसको बादमा अब यो होली प्लेस जाँदा त अब नेल कलरहरू राम्रो देख्दैन है हाततिर। अन्त नेल कलरलाई पनि रिमुभ गरिदिएँ है। अन्त यो नङलाई पनि अलिकति सर्ट पार्छु भनेर है। अन्त सर्ट पार्ने। अन्त आज चाहिँ मैले यति नै गरेँ प्याकिङ चाहिँ है। तपाईँहरू पनि हेर्दै गर्नुहोस् होला है। म डेस्टिनेसनमा पुगेपछि चाहिँ तपाईँहरूलाई म भिडियो पनि सेयर गरिदिने छु है। म चाहिँ कहाँ गएको खासैमा चाहिँ भनेर है। अन्त चाहिँ यसरी चाहिँ नेलहरू पनि काटेँ। ओके, थ्याङ्क यू सो मच फर वाचिङ, बाई बाई।